यति मिठो देखिने गिलो चटपटे पानीपुरीमा म धोतिनीले के हाल्न मिस गर्यो होला गेस गर्न सक्नुहुन्छ? हेलो हेलो माई नेम इज सुगर लभ। यो दुनियाँमा सानो हाइट भएको म मात्र होला भन्ने सोच्थे, यो बोतलको पनि रहेछ। कुछ भी यो खुर्सानी पनि म जत्रै रहेछ। अबे साले अब ढिला नगरी कुरा सँगसँगै गिलो चटपटे खाए ल। म अरू जस्तो लोभी छैन क्या, म एक्लै खानलाई तपाईहरुलाई पनि खुवाउँछु। आ गर्नुस् त। खायो खायो कस्तो मिठो छ नि। अनि के मैले अस्ति न चाहिँ खानाको हतारले पानीपुरीको मसला जति सबै पानीपुरीको झोलमा हालेको थियो के। आज चाहिँ चटपटे पानीपुरी बनाउँदाखेरि केही पनि नबिर्सिकन एकदम ध्यान केन्द्रित गरेर बनाउनु पर्छ भनेर लागिरहेको थिएँ। आँखाले भ्याए जति, दिमागले भ्याए जति सबै हाली पनि भ्याए, सबै बनाई पनि भ्याए, रेडी पनि भयो पानीपुरी चटपटे। अनि खाएको भिडियो त बनाउनै पर्यो, त्यसैको लागि त तामझाम गरेको। टक्कै स्टडी टेबलमाथि पानीपुरी चटपटे चिटिक्क देख्ने गरी राखेँ। गिलो चटपटे हो नि त, धेरै बेर भयो भने वशक वशक हुन्छ कि, त्यही भएर छिटो छिटो क्यामेरा ठडाएँ, खाना पनि सुरु गरेँ। एकदमै मिठो छ के, मिठो नभएको होइन, एकदमै मिठो छ। खाएर चटपटे आधी भएपछि पो सम्झ्यौ धनिया की दुनिया त डाला ही नहीं। मेरो रियाक्सन चाहिँ केही छैन है, क्यामेरामा रियाक्सन चाहिँ केही छैन, किनभने रियाक्सन देखायो भने त गल्ती देखिन्छ नि त। खाने कुरा भनेपछि म किन यस्तो हुन्छ कि किन यस्तो यसरी छिनछिनमा के बिर्सिराख्ने मान्छेले नि मेडल पाउने भयो नि। म फर्स्ट हुन्थेँ क्या, फर्स्ट। मेरो रुमै मेडलले भरिसक्थ्यो। साँच्ची हो के, भर्खर 23-24 वर्षको उमेरमा पनि सब बिर्सिन्छु क्या। अनि भोलि पर्सि 50, 60, 70 वर्षमा त के याद हुन्छ होला? त्यो बेलामा त खाना हग्न मुद्नै बिर्सिन्छ होला। घरि त अचम्म लागेर आउँछ, के गरी खान्छु होला मैले, के गरी खान्छु होला। यी दुईटा खुट्टा पसार्छु, हातले डम डम मुसेर खान्छु। फेरि 25-26 वर्षसम्म बाबाले पालिहाल्नुहुन्छ, त्यो पछि बिहे गरिहाल्छु, त्यो पछि बुढाले पालिहाल्छ, टेन्सनै छैन। तर भनेको मात्र है, सकुन्जेलसम्म त सकेसम्म त आफैले गर्नुपर्छ के, सकेको त आफैले गर्नुपर्छ। भनेर के गर्नु के, यो अभागी खप्पर जा गए नि ठक्कर भन्या जस्तै भाषा। आफ्नो जिन्दगी यता गरे नि हुन्न, उता गरे नि हुन्न। कति खाको भनेर कमेन्ट गर्ने फलानाहरू सुन्नुस्, मेरो कामै खाने बस्ने हो क्या। अहिले यता गरे नि हुन्न, उता गरे नि हुन्न, खाने बस्ने हो क्या। त्यही भएर मैले खाने बस्ने कामै गरेको देखाएको, त्यही भएर रिस पो उठ्छ त हौ। कति खाको भन्दाखेरि त खान्छु, अझै धेरै खान्छु। नमरुन्जेल सास नरोकुन्जेल खान्छु, सासै हिटिक भइराख्दा पनि खान्छु कि म त खान्छु। मजाक गरेको है, फेरि नरिसाउनु होला। मान्छेले खाएको देखेर रिस गर्ने होइन क्या, आफूले पनि बनाएर गम खाने। बितेर जानु भइसक्याहरूले कहिले पनि तपाईँहरूले फर्केर आएर खानेकुरा खाएको देख्नु भएको छैन नि। त्यही भएर बाँचुन्जेल हो क्या खाने। बाँचुन्जेल त जे मन लाग्छ, जस्तो मन लाग्छ खाने, टन्नै खाने। लु त्यही भएर रिस नगरिकन गर्नुहोस्, टन्न खानुहोस्। अबे साले नाटक पारेर खाने बेलामा पनि के सज धज के खाएको होला भन्ने सोच्नु होला। यो चाहिँ मैले गिफ्ट पाएको हो कि फर द फर्स्ट टाइम, त्यही भएर सज धज के खाएको छु। ओ माई गड, यति धेरै खुसी छु म। अरू केटी मान्छेहरूले नयाँ चिज पाउँदाखेरि के गर्छ मलाई थाहा भएन। म चाहिँ कस्तो छु भने, मैले केही नयाँ चिज पाएको छु भने फ्लेक्स हानिहाल्नुपर्छ। सो मैले लगाएँ, खानेकुरा खाएँ, भिडियो बनाएँ, फ्लेक्स हाने। यसमा तपाईँ रिस गर्नुहुन्छ भने नो मतलब, रिस गर्ने गर्दै गर्छन्, म देखाउँदै गर्छु। फाइनली मैले चाहिँ चटपटे पानीपुरी अल डन गरिसकेको छ कि, सब हसुरिसकेको छ। अन्तिमसम्म जसले भिडियो हेर्नुभयो त्यसको लागि थ्याङ्क यू फर वाचिङ। बाई बाई।